यता हेर न एकपल्ट फोटो पठाइदिनु न भनेको फोटो सबै भिडियोमा आउँछ भिडियो नबुझेर मात्र यहाँ चाहिँ के गर्नु पर्यो भने जति आइसकेपछि जतिलाई पर्साएर जतिहरूलाई खाना 1 घण्टा जस्तो पर्खेर चाहिँ बल्ल गेट पास चाहिँ पायौँ है सो गुड मर्निङ सबैजनालाई है फेरि पनि तपाईँहरूलाई नयाँ भिडियोमा स्वागत गर्दछु अनि न्यू डे न्यू ब्लग भनौँ न धेरै दिन बादमा चाहिँ फेरि पनि बिहामा आएको छु पोखरेबुङ भन्ने जग्गामा सो कसको बिहा हो के हुने हो है मजा आउनेछ भिडियोमा एकदम लास्टसम्म बन्नुहोस् होला है सो जुम तर पनि के हुन्छ अन्त यता हेर्नु त बेहुलाज्यू चाहिँ यहाँ यतै हुनुहुन्छ है जन्तीहरू यता यहाँ बन्दोबस्त चलिरहेको छ है गाडीहरू लस्करै राखिरहेको छ त्यहाँ चाहिँ केही नियमहरू सुरु हुन गइरहेको छ यता हेर्नुहोस् म चाहिँ बेहुलाज्यूको दाजु यता चाहिँ हाम्रो कम्प्लेन बक्स आज पनि के छ कम्प्लेन सो यहाँ चाहिँ नियम चल्दैछ है किन नदेखाउनु देखाउँछु अगाडि यहाँनिर ड्रोन सोटको पनि बन्दोबस्त हुँदैछ यहाँ बेहुला बेहुली चढ्ने गाडीको चाहिँ यहाँनिर हल्का नियम ढोक्नुपर्छ अरे अगाडि तीन फेरा घुमिसकेर चाहिँ टक्कैसँगै दियो चाहिँ बाल्नु पर्ने रहेछ है त स्वागत चाहिँ यसरी हुँदैछ अब यहाँ जस्ट पुग्यो है बाटो चाहिँ खतरै थियो बाटो दामी थियो जन्ती चाहिँ कुन चाहिँ जग्गामा आएको है त्यो चाहिँ मलाई याद छैन यहाँ दाजुले भन्नुहुन्छ बेहुलाको दाजु यो जग्गा चाहिँ कुन चाहिँ हो जन्ती चाहिँ यो हाम्रो यो देख्दै गरेको पारी चाहिँ तपाईँ मिरिक हो अच्छा मिरिक हामी अहिले आएको यता पोखरिङबाट यो पुरै तपाईँ सोएक यो सोएक एरिया भन्छ एकदम जाडोले ठान्डा यसले मौसम क्लाइमेट चाहिँ केही देखेको छैन मेन चाहिँ तपाईँको यो पारी यो जुन उतापट्टि चाहिँ मिरिक पर्छ तलको हाम्रो यो तल पर्छ तामाकोसी चाहिँ अहिले जुन हामी तलबाट गाडी लिएर उकालो आएको तल यो गाउँलाई चाहिँ सोएक भन्दो रहेछ हामी पनि यहाँ फर्स्ट टाइम आएको सो त्यहाँनिर चाहिँ अब नियमहरू हुँदैछ है त्यसको बादमा चाहिँ अब के हुन्छ कसो हुन्छ भिडियोमा बनिरहनुहोस् है ट्राई पनि मागेछ यार सो भेटौँ 1 घण्टा जस्तो पर्खेर चाहिँ बल्ल गेट पास चाहिँ पायौँ है अनि यो खास चाहिँ के भन्छ भने यहाँको अलिकति नबुझेर मात्र यहाँ चाहिँ के गर्नु पर्यो भने जति आइसकेपछि जतिलाई पर्साएर जतिहरूलाई खाना पानी पठाएर चाहिँ उनीहरूलाई माथि के रित भात कसो छ के छ होइन त्यो आयो भनेर भात भएर गइसकेपछि के गर्नु पर्छ यहाँ नमिलेको फाइनली सो 1.5 घण्टा जस्तो चाहिँ त्यहाँ गेटदेखि छिर्नु दिएको थिएन उहाँहरूको नियम हुँदो रहेछ नि त दही भात के भन्ने त्यो सबै लेखापरी भइसकेर त्यहाँबाट सो अहिले बिहामा चाहिँ अलिकति रमझम हुँदैछौँ हामी है
हेर्नुहोस् न घरहरू क्या अहिलेको जमानामा चाहिँ यस्तो घरहरू हुन्छ नि रेयर देख्न पाइन्छ कि सो त्यसैले गर्दा अलिकति लक्की पनि फिल भइरहेछ हामीलाई यहाँनिर चाहिँ बाजामा चाहिँ जति पनि डान्स गरेको तपाईँहरूले देख्नु सक्नुहुँदैछ है केटापट्टिबाट आएकोले गीत गाएपछि उनीहरूले यता बजाइदिइहाल्ने कि यस्तो डिस्टर्ब गरेको नि कसम यार कम्पिटिसन भइरहेको थियो केटापट्टिकोबाट केटीपट्टिकोबाट के दाजु र भाउजूपट्टिबाट सो उहाँहरू नब्बे थियो यसरी नै रमझम भइरहेको छ है सो अगाडि हेर्नुहोस् के हुँदैछ यहाँनिर एकदमै सानो नानी यति मजाले डान्स गरिरहेको थियो नि कसम छ यार ए ससुर बा मलाई साली मन पर्यो भन्ने गीत हो चाहिँ म गीत चाहिँ हाल्न सक्दिनँ है किनभने कपिराइट लाग्छ नि त गोजीमा सुक्को नहुने मान्छे के गर्नु फ्रेको लै 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 बारी गीत नलागेको नि त कपिराइट आउँछ यता गाई दिनभरि बिहे भयो यो चाहिँ लास्ट अब अन्तिम नियम है बिदाको तर्फ लागिरहेका छौँ अब यहाँबाट हामी निस्किन्छौँ है हेर्दै जानुहोस् यता हेर्नु न यता खोइ अन्त अरू चाहिँ भाउजू यो चाहिँ अब बेहुलापट्टिको नियम है बेहुलीलाई ल्याएपछि घर भित्राउनुको लागि चाहिँ यो हल्का नियम हुँदो रहेछ अनि यहाँबाट चाहिँ अब नियम गरिसकेपछि घरमा भित्र्याउँछन् खास चाहिँ खेला चाहिँ यहाँ हुन्छ नहेरेको त्यहाँ क्यामेरा यता हेर न एकपल्ट फोटो सबै भिडियोमा आउँछ भिडियोमा क्याप्चर गर्नु है